बाटो बिर्सियौँ हामी कता पुग्यौँ भरे यताबाट के ल्याएर तानेर लगाउनु के गर्नु गाइस बर डर लागिरहेछ भने अब राति पुरा है सुनसान अब निस्किनु पर्छ जस्तो छ गाइस अब निस्किन्छौँ हामी हामीलाई आफ्नो ज्यानको माया लाग्न थालिसक्यो अब चाहिँ अब छिटो झरेको हेरौँ लेट्स गो 3 के हुँदैन सेन्ड इट ल 3 2 1 गो पहिला हामी सुरुचोटि हेर्दाखेरि के थियो तिम्रो यस्तो गर्थ्यो नि अब त्यसैमा फिदा थियो क्या गाइस सुरुचोटि गो गर्ल गो गो वाह आमा राम हेलो गाइस भर्खर उठेर बसेको उठेको त लोचना नि रहेनछ नि यहाँ ऊ आउँदाखेरि म तर्साउनु पऱ्यो भनेर बसिरहेको छु क्या कतिखेर आउँछु नि त तर्साइदिनु भनेर यहाँ ढोकाबाट म टक्क यहाँ ढोकाबाट म तर्साइदिन्छु कि ल गाइस ऊ चाहिँ यहाँबाट आउँछौँ कि तर्साउनु पऱ्यो भनेर बसिरहेको छु ल भर्खर सोधेर आएको कि लोचना यहाँ आउँदैछिन अरे आउने बित्तिकै म तर्साउँछु है ऊ ढोका खोली भन न कतिको डर लागेर त पनि तर्साउँदा अनि पुरा गरेको थियो त नि आज चाहिँ डेली भ्लग बनाउनु पर्यो भनेर बनाएको हेलो गाइस अब चाहिँ हामी घुम्न जान आँटेको कि तर हामी घुम्न चाहिँ कहाँ जान आँटेको भन्नु न त्यो चाहिँ मलाई पनि थाहा छैन अब सोच्नु पर्ने होइन भोक लागेर नि मर्न लागिसक्यो अलिक छिटो रेडी हो न छिटो भनेर भने क्या ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ पुरा मेकअप गरेर अझै बसिरहेको छु मलाई भोक लागेर मर्ने भइसक्यो आम्मामा सासै भइसक्यो भने यस्तो भोक लागिरहेछ अब म खाना पाएँ भने त नि म बाहिर गएर खाएँ भनेर बसेको छु म आमामा के राम्रो देखियो कस्तो देखिरहेछ तर हाम्रो आउटफिट चाहिँ मेरो भेस्ट मेरो प्यान्ट आज ठ्याक्कै अपोजिट भएछु हामी बेसीको मैले कालो लगाएछु अब टिकटकहरू पनि बनाउनु पर्ने आज गएर सट्ट हालेकै छैन कति दिन भइसक्यो हराइरहेको छु भने त होइन अब टिकटक पनि बनाएर हाल्नुपर्ने यो चाहिँ मैले किनिदिएको कभर हो है गाइस कस्तो छ हेरिदिनु उताबाट घुमाइदिउँ न भ्युवरलाई देखाउँ वाह खोइ त देखिएन त त्यो मैले किनिदिएको कभर हो है गाइस अब चाहिँ हामी जाँदैछौँ तर कहाँ जाँदैछौँ थाहा छैन जस्ट राइड भने जस्तो यहाँनिरको भ्यू चाहिँ राम्रो छ है भ्यू भन्दा नि राम्रो छ खोला आइसक्यौँ यहाँ देख्नुहुन्छ साइना खोला त्यहाँ छन् सानो सानो भैँसी अर्को भैँसी भन्न नभएको यो चाहिँ यो ठाउँ चाहिँ एकदम राम्रो लाग्छ मलाई अलिकति उताभन्दा चाहिँ अलिक चिसो लाग्छ अब आइपुग्न आएको यहाँनिर अब हाम्रो फ्रेन्ड्स यहाँ चाहिँ मेरो हामी सेकेन्ड टाइम डेट आएको छौँ होला यहाँ सेकेन्ड टाइम मलाई कति लाग्छ यही हाम्रो प्रेमताल चाहिँ गाइस आज फर्स्ट टाइम खाली न त हामी चाहिँ अहिले आउँथ्यौँ अनि अरूतिर जान्थ्यौँ क्या त्यो भिड भएर यही हाम्रो प्रेमताल यो यस्तो हिँड्ने भन्नु यहाँनिर यस्तो छ हेलो भोक लगाएर मर्नु लागिसकेर चाहिँ बल्ल आइपुग्यो यार अब चाहिँ म क्वाप्पै हान्दैन भोक लगाएर
गम्मै खोर्सानी नखाउँ न अलिक कालो आयो क्या आउन चाहिँ सो स्याड मैले नि खाएको देखाउँछु ल गाइज कस्तो मजाले स्नान चाहिरहेको लाग्छ नि त मिठो कुरा आयो है गाइज हाम्रो वा अहिले चाहिँ मस्त खाने हो चामेको छ मजाले पोर्क ल यहाँबाट सुरु गरौँ ल उल्सना नखाने किन ऊ चाहिँ अब मसँग रिसाइरहेको छ कि त्यो भएर नखाने अरे म चाहिँ अब खाएर देखाउँछु तपाईँलाई यो नखाने यो नखाने ओ ओ हेलो म्याडम रिसाइज जस्तै छ भने अब फकाएपछि मात्रै अब भिडेपछि लगाइज अब मैले राखेर अलिक कालो आएरै भएन क्या यहाँ चाहिँ गाइज बेस्ट कम्बो चाहिँ के रहेछ भने नि टक्क यो मासु दिने जुसी छ सट्ट खाने अनि यस्तो बेस्ट कम्बो दामी मजा आउँछ ट्राई गर्नु होला यो गिच्ची कस्तो बजेको गाइज मैले त वाक्क पो लाग्नु थाल्यो त्यो गिच्ची मेरो त ब्याकग्राउन्डमा सुन्नु त तपाईँहरूलाई यस्तो गीत मनपर्छ तिमीलाई मनपर्छ जान यस्तो गीत मनपर्छ गीत सुन्दा हेर्दा गाइज डिभोर्सै हुन्छ जस्तो लाग्न थालिसक्यो यहाँ बसेर यार पुरा ब्रेकअपको गीतहरू ऱ्याप चलेर अझै फक्किएको चाहिँ छैन नै गाइज के गरी फकाउने होला यार कसम भनेको अब चाहिँ मलाई रिग्रेट भइसक्यो यार यहाँ अरे के गीत बजिरहेको छ यार पागल भइसक्यो यार गीत सुनेर मात्र चिलमा चिल डेटाको खै मलाई दिक्क लाग्नु थालिसक्यो गीतहरू सुनेरै भएन यहाँको डिजेको चाहिँ काम गर्नु छ र गाइज यहाँ चाहिँ टिकटक जाँदैछ हाम्रो ल गाइज उसलाई म 3 खेलाउँछु 3 कस्तो दामी ठाउँ छ यार ओए म त लड्छु क्या गाइज दाम पनि छ है गाइज आउँदै तपाईँहरू पनि हेरेर गर्लफ्रेन्ड लिएर अनि पिङ खेलाइसक्यो मजाले र गाइज अब चाहिँ हामी घरतिर फर्किन आँटेको घरतिर भन्दा नि अब अर्को ठाउँ यसो डुल्दै डुल्दै जानु पऱ्यो कस्तो दामी हेरेको छ यार वाह क्या मस्त लग रही है रे वाह कोके ने भाइ कोके हामी चट्ट चढेर दुईजना मोटर बाइकमा घुम्न जान्छौँ अब अर्को ठाउँ अब यो हामी बाटो कन्फ्युज भयौँ कताबाट गएको भन्दा हराउँदिन म छु म लग्छु चिन्ता नगर्नु होइन नगर्दी हामी बाटो बिर्स्यौँ हामी कता पुग्यौँ यस्तै हो मान्छेहरूलाई लोकेसन थाहा नभएपछि काला मन्दिर मैले भनेको थिएँ नि काला मन्दिर हामी घर आयौँ शङ्कर बेरी होइन यतैपट्टि फेरि मान्छेहरू प्रोग्रामबाट आउँदैछन् होला दामी भ्यू त्यो बिचको के हो यो कलरहरू पनि मिलेको एकदम अब
अब गाई नै गाई आयो मलाई चाहिँ डर लाग्यो अबि गाई इन द हाउस गाइजहरु लाइट खोलेर बनाउन लाइट साथीहरु कस्तो लाग्दैछ त भन्नु अरे गाउँतिर स्मेलै कस्तो राम्रो हुन्छ हैन नि पुरै गाउँको नेचुरल स्मेल आए जस्तो हुन्छ बाटो हरायौँ हामी अब काम गर्छौँ तर राम्रो छ जे भयो नि अहिले आइपुग्यो यार कता शङ्कर भेली आइपुग्यो गाइस ला अहिले इन्ट्री फी तिर्नुपर्छ है क्या इन्ट्री फी होइन होला सायद त्यति नै खुल्ला होला वाउ कस्तो राम्रो फुल रहेछ दामी बनाएको रहेछ नि त यहाँ आएर This is a Sankar Belly guys. यस्तो दामी भएको रहेछ यार उहाँ नेक्स्टमै बनाउँदै रहेछ म त फेरि काममै नलाग्नु भइसक्यो कस्तो भिड भएको शङ्कर बेली आइपुग्यौँ हो गाइस एकदम मजा लाग्दैछ यार देख्न सक्नुहुन्छ यहाँ पर्पल फुल अनि यहाँ छ पिङ्क फुल पिङ्क फुल अहिले देखेको छैन अहिले पुगे किन आम्मा बिच यस्तो बिच्किदिनु भने नि जाति हो बिच्किन चाहिँ राम्रो दामी ठाउँ आइपुग्यो गाइस हामी चाहिँ उहाँ गएर भिडियो बनाऊँ न यहाँबाट जाने उयोसम्म यहाँ गयो भने त लडेर मरिन्छ होला यहाँबाट लगाइ अब हामी चिप्लेटी खेल्न जाँदैछौँ चिप्लेटी मेरो त तपाईँहरूले आज अनुहारै हेर्न पाउनु भएन होला यार 100 करोडको अनुहार देखाउँदैछु गाई अँध्यारो भएर सट्ट अब हामी के गर्छौँ भने चिप्लेटी खेल्छौँ गएर अनि फोहोर लगायो भने के गर्छौँ टकटकाउने हो कसरी अरे वाला त्यस्तै देखिरहेछ ल होइन केही हुँदैन म तिमीलाई बचाइहाल्छु नि चाहिँ अलिक गफ हान्दै गाइज अब ब्ल्याङ्कै गयो भने चिप्लेटी झरेको हेरौँ है हाम्रो क्युटु झरेको हेरौँ है लेट्स गो 3 के हुँदैन सेन्ड इट ल 3 2 1 गो मजा आयो अब तिमीलाई म अर्को ठाउँ लान्छु उसलाई अब म मेरो पानालाई अब म पाना भएको ठाउँमा लानु पऱ्यो यार गाइज ओ माई गॉड टु प्रिटी है टु प्रिटी खै यस्तो गर न यस्तो पहिला हामी सुरुचोटि हेर्दाखेरि के थियो तिम्रो यस्तो गर्थ्यो नि अब त्यसैमा फिरा थियो क्या गाई सुरुचोटि ऊ यार तिम्रो साथी भेटेँ यार मैले बाँदर बाँदर छ गाइस बाँदर यो डस्टबिन नेरी अहिले म वाह कस्तो दामी आइरहेछ यार वाउ 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 गो गर्ल गो वाह आमा राम मान्छे नहुँदा चाहिँ यस्तो छ मान्छे होइन मान्छे साइडमा छ भने चाहिँ फेरि पुरा इन्ट्रोभर्टको पनि बाउ हो क्या फेरि मान्छे हुँदाखेरि चाहिँ गाइस टिकटक बनाउँदा रातै परिसक्यो भने यहाँ हामी कस्तो अँध्यारोमा सँग केही देखिँदैन होला देखिन चाहिँ होइन यसो हल्का फुल्का यसो जे होस् हामी अब रात परिसक्यो टिकटक बनाएर बल्ल सक्यो लाइनै गयो क्या यता यसो ब्याकग्राउन्डमा राम्रो आइरहेको थियो फुलहरू दामी आइरहेको थियो गयो गाइज मलाई त डर पो लाग्न थालिसक्यो यार अलिकति केही चुस्छ गयो भने मलाई छोडेर भागिसकेको हुन्छ बोल्दै बेसी चाहिँ नबोला नि फेरि भएको नभएको यस्तो रिसाउँछ क्या अस्ति
भरे यताबाट केही ल्याएर तानेर लग्यो भने के गर्नु गाइज मलाई त बर डर लागिरहेछ भने अब त राति पुरा है सुनसान छ यार अब निस्किनुपर्छ जस्तो छ गाइज अब निस्किन्छौँ है हामी हामीलाई आफ्नो ज्यानको माया लाग्न थालिसक्यो अब चाहिँ के को आवाज आएको आएछ यार फेरि आउनु भने च्याकच्याक र चुकचुक गरेर अब त हामी भागेको गाइज अब यहाँ धेरै अब भिडियो बनाएर बस्दैनौँ गाइज हामी निस्किएको यार अनि टिकटकमा गएर हाम्रो भिडियो चाहिँ हेरिदिनु गाइज भर्खरै एउटा पोस्ट गरिसकेको छौँ फेरि गएर हेरिदिनु टिकटकमा अशोक भनेर छ है टिकटक आइडी चाहिँ ल गाइज अब चाहिँ हामी घरतिर लागेको बाई बाई। बाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला मेरो प्यारे बुढीले पनि थ्याङ्क यू भने मैले पनि थ्याङ्क यू भने बाई बाई सी यू अल इन नेक्स्ट भिडियो